रेडी तयार छौं हामी ओके छ ओके छ क्या जिन्दगी छ कति रमाइलो छ कति खुसी छ कस्ता पीडा थिए होलान् कस्ता के थिए होलान् तर हामी आज एकदम खुसी छौं 2057 साल वैशाख 4 गते हाम्रो शुभ लगन शुभ विवाह शुभ साइत शुभ विवाह हामी विवाहको बाचा बन्धनमा बाँधिएका थियौं मेरी धर्मपत्नी मीरा मेरो धर्मपत्नी टेकबहादुर बस्नेत हामी दुई जनाको शुभ लगन शुभ गाँठो शुभ लगन भएको थियो 2057 साल वैशाख 4 गते हाम्रो विवाह भएको थियो भोजपुर जिल्लाको कुलुङबाट सडानन्द नगरपालिका फालीकोट दाइजोरमा मेरो शुभ विवाह भएको थियो त्यस क्रममा बिहेको सिलसिलापछि हाम्रो कुलुङ बुङलिङटा वार्ड नम्बर 3 मा मेरो जन्मथलो थियो मीराको भोजपुर देउराली गाविस वार्ड नम्बर 8 मा उहाँको जन्म भएको थियो 2057 साल वैशाख 4 गते हाम्रो शुभ विवाहको बाचा बन्धनमा हामी दुई जना बाँधिएका थियौं मेरी धर्मपत्नी मीरा र म टेकबहादुर बस्नेत त्यस पछाडि हाम्रो शुभ विवाह भएको लगभग भोलि 25 गते 25वां एनिभर्सरी हामी दुई मनाउँदै छौं भोलि वैशाख 4 गते 2082 साल वैशाख 4 गते हाम्रो एनिभर्सरी मनाउने क्रममा तयारी छौं आज बेलुका 3 गते बेलुकाको यस भिडियो हो सम्पूर्णलाई हामीले एउटा हाम्रो बिहेको जानकारी गराएका छौं र हाम्रो एनिभर्सरी मनाउने हामीले बाचा गर्यौं र हामीले एउटा फोटो स्टेट गरेर एउटा फोटो शेयर गर्दै छौं सबैलाई माया गरिदिनु होला चिनिदिनु होला बोलिदिनु होला हेरिदिनु होला सम्पूर्णमा हाम्रो न्यानो अभिवादन नमस्कार टाटा बाई बाई गुड नाइट वैशाख 3 गते बेलुकाको भिडियो है यो 10 बजे बेलुकाको ओके बाई नमस्ते म टेकबहादुर बस्नेत मीरा बस्नेत पहिलाको खत्री पछिको बस्नेत हाम्रो ह्याप्पी एनिभर्सरी हुन लागेको पनि लगभग भर्खर खेले जस्तो लाग्छ तर विवाह गरेको पनि 25 वर्ष ठ्याक्कै भइसकेछ त्यसभित्र 2057 साल वैशाख 27 गते हाम्रो शुभ विवाह भएको थियो हामी शुभ विवाहको बन्धनमा बाँधिएका थियौं हामी दुई जना त्यसपछि हाम्रो लगभग 24 वटा एनिभर्सरी सकिसक्दा अब हाम्रो केही घण्टा पछि अहिले बेलुकाको लगभग 10 बज्न लाग्यो अबको 2 घण्टा पछि हाम्रो 25 वर्ष शुभ विवाह भएको भइसकेछ भर्खर जस्तो लाग्छ त्यसभित्र हाम्रो एउटा प्यारी छोरी छन् त्यस पछाडि एउटा छोरा छ के छ मीरा छोरा र छोरी छोरी भर्खर 21 वर्ष लागिन् 22 लागिन् छोरो पनि झन्नै 21 वर्ष लागिसक्यो त्यसभित्र 25औं वर्षको एनिभर्सरी मनाउँछौं कसैलाई थाहा छैन भने हेरिराख्नु होला म केही क्षणमा फेसबुक युट्युब टिकटकमा भिडियो सेन्ड गर्नेछु कसैले हेरिदिनु होला कसैले लाइक गरिदिनु होला कसैले कमेन्ट गरिदिनु होला मेरो युट्युब च्यानलमा पनि लाइक गरिदिनु होला कमेन्ट लेखिदिनु होला मीराजी के भन्नुहुन्छ म पनि त्यही भन्छु मनाउने भन्छु म चाहिँ वर्षक टाइमको मौसम के हुन्छ मनाउनु नमनाउनु कहाँ छ
र भए पनि हामी बेलुका एउटा फोटो सेल्फी चाहिँ खिच्ने छौँ। 25औं वर्षको विवाहको एनिभर्सरी मनाउन हामी भोलि फोटो खिच्छौँ। सम्पूर्ण थाहा नहुनलाई पनि थाहा भए जस्तो होस्, हामी भर्खर जस्तो लाग्छ, तर आज हामी 25औं वर्षको एनिभर्सरी मनाउने तयारीमा लगभग 10, 12, 15, 20 घन्टाभित्रमा हामी मनाउनतिर लाग्दैछौँ। तर मनाइएन होला, तैपनि एउटा टिको चाहिँ लगाउँछौँ हामी दुईजना भएर। त्यो भएकाले सम्पूर्णलाई हाम्रो न्यानो अभिवादन छ। झन्नै बिर्सिन लागेको थिएँ र पनि सम्झेर मैले अहिले एउटा भिडियो सेल गरेर सम्पूर्णमा पुर्याउँदैछु। आफन्त, आफ्ना छोराछोरी, बुबा आमा, काका काकी, सम्पूर्ण दाजुभाइ बन्धुहरू, फेसबुक प्रेमीहरू, युट्युब प्रेमीहरू, टिकटक प्रेमीहरूमा मेरो सानो अभिवादन छ। कसैलाई थाहा छैन भने सम्झेर पनि मेरो भिडियोलाई लाइक गरिदिनु होला। धन्यवाद। नमस्ते, शुभरात्रि, गुड नाइट। 2082 साल 2082 साल वैशाख 3 गते बेलुका 10 बजे बनाएको भिडियो हो कि होइन मिरा? लौ प्रभु हेरिदिनु होला। तर यिनले होइन मात्रै भन्छन्, तर बोलेका कुरा सही हुन्छन्। भनिदिनु होला मिरा सम्पूर्णलाई। बाई, नमस्ते नमस्ते नमस्ते, बाई, गुड नाइट। मेरो साथी पनि तिमी, मेरो माया पनि तिमी, मेरो एक पनि तिमी, मेरो हजार पनि तिमी। यथार्थमा भन्नुपर्दा मेरो जीवन नै तिमी। हाम्रो माया जुनीभरि छ, हाम्रो नाता भाइ भइसक्यो क्या? भाइलाई बोला नि यसै ठाउँमा घुम्न आएको म एउटा परदेशी। यसै ठाउँमा घुम्न आएको म एउटा परदेशी। थाहै नपाई बसेछ माया आकाश भन्दा बेसी। थाहै नपाई बसेछ माया आकाश भन्दा बेसी। हिउँ पर्यो फुरुरु हिमाली भेगैमा